यो गाइस हामी आएको छु यस्तो बाँसघारीमा बाँस काट्नुलाई म अनि हाम्रो दादा हो। अब हामीले बाँस काट्ने हुन्छ किन भन्दाखेरि चाहिँ हाम्रो दिदीको बिहा छ अनि यस्तो छारी हाल्नुलाई चाहिँ हामीले काट्नुपर्ने हुन्छ। हेर्नुस् कसरी काट्छु। यो काट्नुपर्छ किनकि साह्रो लामो छ नि त। यो टुप्पो त काम लाग्दैन, अलिक यता फेदको मात्रै हुन्छ। त्यही भएर चाहिँ हामीले यहाँ काटिदिने हो। भाइलाई के त किन्नु हुन्छ। यो हाम्रो मेहनत यस्तो छ है। गएको अब घर लामो छ रस्ता। आइया म त गाडीमा लान्छु भनेर सोचेर दरो काटेको थिएँ। धन्न साथीहरूलाई बोलाइछु। गाडीमा त हुँदो रहेछ नि त, सानो गाडीमा त। त्यहाँ दुइटा साथीले लाँदैछ। यहाँ हाम्रो दादा, यहाँ म, यस्तो छ बाँस बोकाई। अच्छा अघि मैले स्कुल देखाउन बिर्सेछु नि त। हामी सानोमा पढेको स्कुलमाथि देखाइदिने थिएँ कि अघि कट्यो। अब घर जाने हो। चिया सुरुप अनि मात्रै हुन्छ, नभए त हुँदैन। यी केटाहरूलाई मैले खुवाइदिएँ पनि बाँस बोकेको साटोमा। म चाहिँ खान्दिनँ, आज ट्युसडे हो नि त, मासु खान्दिनँ म, त्यही भएर केटाहरूलाई खुवाइदिएको। अझै यहीँसम्म हेर्नुभएको छ भने चाहिँ धन्यवाद ल। अब यहाँबाट आउँदैन। यतिसम्म हेरिदिएकोमा धन्यवाद। बाई बाई।